जाँदा जाँदै बाटोमा एउटा सानो एडभाइस भन्नु न मनको कुरा के भन्न चाहन्छु भने यहाँ तपाईँले देख्न सक्नु भइरहेछ हैन यहाँ चाहिँ यस्तो हामीले चाहिँ लुङ्दा भन्छौँ यसलाई यो धर्म फ्ल्याग हैन धेरै झुन्डाएको छ यहाँ जङ्गलमा त्यसको फाइदाहरू धेरै छन् हैन यसरी झुन्डाउनुको फाइदा धेरै छ है र कुनै बेला अब पुरानो भइसकेपछि यसरी चुट्टेर अनि जङ्गलमा जथाभावी छर्किने गर्छन् हैन त्यो बेला तपाईले बाटोमा यस्तो देखिहाल्यो भने यसलाई किल्चेर जाने हैन अथवा यसलाई नागेर जाने त्यस्तो चाहिँ नगरिदिनु होला है किनभने त्यस्तो गर्दामा तपाईले जानी नजानी तपाईलाई पाप मात्र लाग्छ हैन बरु सक्नुहुन्छ भने यसलाई टिपेर कसै सफा ठाउँमा अथवा रुखतिर बाँधेर राख्ने त्यसो गर्नु हैन त्यसो गरेमा तपाईलाई धर्म हुन्छ त्यसो गर्न सक्नुहुन्न भने पनि त्यसको छेउबाट जानु होला है त्यसलाई नागेर किचेर त्यसरी चाहिँ नगइदिनु होला भन्ने अनुरोध गर्दछु है त।